हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। अब चाहिँ हामी थ्रेडिङ गर्ने म चाहिँ उसको गरिदिन्छु, उसले गर्छ अरे। खै तिमी गर्ने हो? उ गर नि त, उता राख। म चाहिँ प्रायः जसो घरमै गर्छु अनि आफ्नो पनि गर्छु, उसको पनि गरिदिन्छु। कसरी चाहिँ गरिदिन्छु म देखाउँछु ल। छिटो बस न। हामीलाई चाहिँ पार्लरको सुविधा घरमै छ गाइज। यो चाहिँ यहाँ राखिदिन्छु ल म। धागो चलाउन सिक्नु होला तपाईहरुले पनि। अनि त्यसपछि यो धागो चलाउन सिकियो भने के अरे यो पार्लर जाने पैसा बच्छ के। हाम्रो चाहिँ फालिरहनु पर्छ नि त। सो म चाहिँ घरमै गर्छु। कस्तो छाया पर्ने रहेछ क्या यहाँनिर। अबे तिम्रो कस्तो दुख्छ होला, कति धेरै आएको। यो चाहिँ पाउडर हो, किनकि तान्दाखेरि नदुखोस् भनेर यो लाउने गरिन्छ। हामी नरौ न अहिले। इन त अहिलेदेखि हुन्छन्। हामी चाहिँ यसरी तान्ने गरिन्छ। बिस्तारै है। मैले कपाल बाट्नुपर्छ। यसरी नराम्रो। मेरो आज एक त कस्तो ढाड दुख्छ। सक्यो तर मलाई बिचमा पारा कस्तो राम्रो लाग्छ। तिमी खान्छौ कहिले छ खस्यो कि त्यो तल झऱ्यो। फिनिस भयो। दुख्यो फाइनली सकिसकेको छ। रुनु पनि भएको छ। के गर्नु गाइस, टाइम हेर्नु मन लाग्छ तर दुख्छ। बाई बाई। Thank you for the watching.